दुईजना पागल चाहिँ हिँड्दै हिँड्दै चाहिँ गइरहेको रहेछन्। जाँदा जाँदै चाहिँ अनि एउटा तलाउ आइपुगेछ। तलाउ आइपुगेपछि चाहिँ एउटा चाहिँ पागल चाहिँ चिफ लिएर पुरै त्यो तलाउमा खसेछ। तलाउमा खसेपछि अर्को पागलले गएर हत्त न पत्त त्यसलाई तलाउबाट निकालेर लिएर आएर बचाएछ। यो कुरा चाहिँ सबैतिर हल्ला चल्यो। तर चाहिँ जुन बचाएर लिएर आएको थियो त्यो त एकछिनपछि भित्र गएर झुन्डिएर मरेछ। अब मर्ने त मरिगयो नि। अनि अब जुन बचाएर लिएर आएको थियो त्यो त सन्चो भएछ। अब मर्ने मरिहाल्यो। अब बचेकोलाई चाहिँ किन अब चाहिँ त्यो सज्जन पनि भएछ, बचाएर पनि लिएर आयो, त्यसलाई चाहिँ घर पठाइदिउँ भनेर चाहिँ पागलखानामा बस्ने डाक्टरहरूले चाहिँ सल्लाह गरेछन्। अनि त्यो बचाउने मान्छेलाई बोलाएर लिएर आएछन्। तिमीले त त्यसलाई बचाएको थियो नि, तर त्यो चाहिँ हेर त झुन्डेर पो मरेछ त। कस्तो बेकुफ रहेछ। तिमी त सन्चो भएछौ, अब घर जान्छौ नि होइन भन्न भनेको। म त घर जान्छु। तर नि डाक्टर साहबहरू त्यो मान्छे चाहिँ पानीमा डुब्यो, मैले बचाएँ, यसो हेरेको चिसो देखेँ अनि लिएर आएर झुन्ड्याइदिएको अनि गएछ भन्न भनेपछि त डाक्टरहरू नै हेर्नुहोस् त कोमामा। यो नै जिन्दगी हो साथी, अरू त सबै माया मोह हो।